आज हामी केही कुरा नगरिकन सिधै बीपी हाइवेको बारेमा कुरा गर्छौं। अब आजको यात्रा रहेको छ हाम्रो सिन्धुलीको खनिया खर्कदेखि काठमाडौँसम्म र हिजो पानी परेको कारणले गर्दा चाहिँ आज पुरै बाटो अवरोध रहेको थियो। जहाँ देख्न सक्नुहुन्छ यति धेरै गाडीहरू लाइनमा छ। यो भन्दा अगाडि त अझै कति हो कति। यहाँ पुगिसके पछाडि प्रहरी प्रशासनले हामीलाई एकछिन रोकेर बाटोको अवस्था बारेमा जानकारी गराउनु भएको थियो। उहाँहरूको सल्लाह अनुसार जानुपर्ने थियो काभ्रेको तेमाल हुँदै। तर हामी भन्दा अगाडि पनि केही थुप्रै बाइकहरू गइरहेको भएर हामी पनि उहाँहरूकै पछि पछि लाग्यौं। हामी जाँदै गर्दा बीच बाटोमा चाहिँ ब्लक थियो र करिब हामी गइसके पछाडि 2 घण्टा जति हामीले यहाँनिर बाटो मर्मत गरेको देख्न पायौं। सानोमा खुब भ्याकु हेरिन्थ्यो, तर अहिले ठुलो भइसके पछाडि यति लङ टाइम भ्याकु हेरेको भनेको पहिलोचोटि हो मेरो चाहिँ। बाटो फेरि पुनर्निर्माण गर्नको लागि निकै गाह्रो थियो। हजारौं यात्रीहरू चाहिँ साइड लागेर बस्नु भएको थियो। हामी भन्दा पछाडि पनि थुप्रै बाइक र बसहरू र सुमोहरू थियो। 2 घण्टाको बसाइपछि हाम्रो यात्रा यहाँबाट सुरु हुन्छ। सबैजनालाई आफ्नो गन्तव्यमा पुग्न हतार नै थियो। आउने र जानेको संख्या झन्डै बराबरी, हजारौं यात्रुहरू अलपत्र थिए यो रोडमा। न त यहाँ नजिकै पसलहरू थियो, न त कुनै होटल। खाउन भन्दाखेरि पानी पनि खान सक्ने अवस्था थिएन। बाटो बिग्रिएको करिब 8 महिना भइसक्दाखेरि पनि कुनै वैकल्पिक बाटो बनाउन नसकेको अवस्था छ। लामो समय भइसक्दाखेरि पनि बाटो बगाएको करिब 8 महिना भइसक्दाखेरि पनि सरकारले कुनै पनि विकल्पको रूपमा बाटो बनाउन नसकेको हुँदा दैनिक हजारौं यात्रीहरूले शास्ति भोग्नु परेको छ। अहिले तत्कालै यो बाटोलाई राम्रो तरिकाले व्यवस्थापन गर्न सक्ने अवस्था खासै त्यस्तो देखिँदैन। अब फेरि यो बाटो कहिले बन्छ यो सबैको जिज्ञासा छ। यता म भने चाहिँ यो हजारौं यात्रीहरूमध्ये एक म थिएँ यहाँनिर, जो बाइकको पछाडि बसेर भिडियो बनाइरहेको थिएँ। यता तातो घामले हानेको रिस, उता खानलाई पानी समेत पाइरहेको थिएन। धुलोले यति गाह्रो बनाएको थियो कि आँखा पुरै रातो भइसकेको थियो। यति धेरै गाडी बाइकहरू यति धेरै छन् नि यहाँनिर। पहिलाको बाटो चाहिँ यस्तो छ माथि। निरन्तर यात्रामै छौँ। हामी करिब 5-7 मिनटको जाम सकाएर अगाडि आफ्नो गन्तव्यतर्फ लाग्यौं। यति बेला अहिले हामी धुलीखेलमा छौँ। धुलीखेलमा 4 लेनको बाटो तीव्र गतिमा बन्दैछ। फेरि यता भने चाहिँ बाटो धमाधम बन्दैछ। बाटो बनिरहेको भएर पनि होला धेरै नै धुवा धुलो थियो यतातिर चाहिँ। यति बेला हामी 4 लेनको बाटोमा छौँ। यहाँ चाहिँ 4 लेनको बाटो बनिरहेको छ अहिले। अब केही समयमा नै यो बाटो पिच हुनेवाला छ। धुलोले आँखा पुरै रातो भइसकेको थियो, तर पनि यात्रा त गर्नै पर्यो। अहिले यति बेला हामी सागाको नजिक आइपुगिसकेका छौँ।
यो रहेछ सागा चोक। यहाँनिर एकदमै धुलो थियो, जहाँ चाहिँ सडक पनि विस्तार हुँदै गरेको भएर पानी परेको बेला चाहिँ यो बाटो एकदमै डेन्जर हुँदो रहेछ। अबको केही समय पछाडि यो बाटो एकदमै राम्रो बन्ने कुरा पक्का नै छ। देख्न सक्नुहुन्छ माथि चाहिँ सागाको आकाशे पुल छ, झोलुङ्गे पुल। यहाँ चाहिँ मान्छेहरू फोटो खिच्नको लागि जाने गर्दो रहेछ धेरै चाहिँ। पानी परेको बेला चाहिँ यो बाटो नहिँड्दा पनि हुने रहेछ। यो एकदमै डेन्जर छ, यहाँनिर ल्यान्डस्लाइडहरू हुनसक्छ र गाडीहरू बाइकहरू पनि एकदमै फस्ने चान्स छ यहाँनिर। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा सम्पूर्णमा धन्यवाद। फेरि पनि राम्रो भिडियोहरूको लागि चाहिँ एसजे अफिसियल च्यानललाई सब्सक्राइब र लाइक, सेयर, कमेन्ट गर्न नबिर्सिनुहोला।